गाइस वेलकम बैक टू माई यूट्यूब च्यानल। आज चाहिँ म जाँदैछु पिकनिक, आफ्टरनुन पिकनिक साथीसँग। अन्त मासु पोलेर खाने रे केटाहरू, ब्याग बोकिरहेको छु हो, पैसा पनि गोजीमा दिइरहेको छु। अन्त बाबुसँग चाहिँ टक्कै भ्लग बनाउँदै मासु पोलेर खाँदै अब चाहिँ निस्किसकेँ म घरबाट होइन गाइस, घर निस्किसकेँ। अब चाहिँ गाइस बुबु घर आइपुग्न आँटिसक्यो, उहीँ अगाडि नै छ। अब गीत बजाउँदो रहेछ बुबुले घरमा, यही बुबु घर। हामी यतार जानुपर्छ। बुबु बुबु गाइस हामी चाहिँ बुबु घर आइपुगिसकेको छु हो। बुबुले चाहिँ एकदम अरे कुकिङ गरिदिँदै रहेछ हो दादाको लागि। अन्त आउनुभयो त अब खाना दादालाई दिएर हामी चाहिँ मासु सासु किनेर चाहिँ लाग्दिने हो माथि। अन्डा फ्राई बोइल हुँदैछ यतापट्टि, आलुको झोल एकदम आलुदम। हाम्रो चाहिँ बुबु कुकिङमा चाहिँ छिटो छु, एकदम छिटो छु। अनि मलाई बोलाउन सक्नुहुन्छ, मजाले पकाइदिएको छु। तीन भाइ चाहिँ निस्किसक्यो, हामी अब यो जङ्गलपट्टि पिकनिक सिक्निक खानु। ढिलो भयो गाइस, रोशन दाले अलिकति काम गरेर हो। अन्त पछाडि आउँदैछ बुबु। ढिलो भयो, केटाहरूलाई ढिलो गरिदिएँ मैले आज। अहिले फेरि जो ढिलो गर्दा त्यही अत्तालिन्छ नि गाइस, फेरि घर जानु चाहिँ। के गर्नु गाइस, घरको काम पनि हेर्नु पर्यो। अहिले गाइस पुग्नु मात्रै पर्छ कि घर जाउँ भन्छ हो गाइस, के भन्दा अब मासु पनि दिँदैन, काँचो खाएर पठाइदिनु जस्तो छ त है। के चाहिँ विषय हो? के नुन ला नुन उयो आन्टीकोमा लिउँ न अन्त चाहिँ। को आन्टीले दिन्छ? अब जाउँ न हाम्रो दोकानबाट लिएर। फट होइन त्यो माथि त्यो उसमा अबबाट ब्लेजर सेजर लिएर चाहिँ निस्केको अब माथि हो। ढिलो भयो निकै। अन्त हाम्रो रिल्स किङ जाँदैछ अगाडि, रिल्स किङ। रिल्स किङ सेन्ट जर्म स्कुल आइपुग्न आँट्यो गाइस। अब बुबु यस जाँदैछौँ अब चेढुङ्गा। के गर्नु पिकनिक खानु मासु पोली खानु। धुल उडायो गाडीले अगाडि। यहाँ चाहिँ सेन्ट जर्म स्कुल छ गाइस, प्र्याक्टिस हुँदो रहेछ गीतहरूको प्रोग्राम होला नि त स्कुलमा। हाम्रो पनि हुँदैछ हो यो धुमधाम, केटाहरूले गीत गाउनेले डान्स गर्ने डान्स। सनसाइनमा सल्युसन कलेज। अन्त चाहिँ हामी चाहिँ चिप्स एकदम किनेर गइसक्यो। हाम्रो दुई बाना। हेलो गाइस, देखिए हम बैग बुक रहे हैं। रोड हो, ये बागडोग्रा रोड। बागडोग्रा रोड है, हम लोग घूमने जा रहे हैं। एक वीडियो स्टार्टिंग आगे हम आगे जाए गाइस। जस्तो हामी जस्तो बागडोग्रा रोड निस्केको त्यस्तो रोशनको रिल्स बनाइदिनु पर्छ। चलो अब पर्खिला, स्टार्ट गर्ला, म भन्छु। चारैपट्टि माथि घुमाएर चाहिँ मलाई मेरो घुमाइदियो। लु तैँलाई तँलाई होइन, तँलाई अब जङ्गल देखाउँछ। बाइक पनि यति लाउनु पर्छ। डान्स हेर्न सक्नुहुन्छ गाइस। ओके अहिले नेक्स्टमा गर्छ गाडी।
डान्सै खतरा गर्छ हाम्रो दाले अब मासु टेको भने काठ बनाउँदैछ त्यो टेको होइन त्यो टेको सेको बनाएर चाहिँ हामी लाग्दिने हो माथि गाडी हिँड्दैछ गाइस बाग्रा रोडमा छिटोङ जाने गाडी हो यिनीहरू सबै हो मलाई त काट्यो अर्कोको असाला काट्यो यस्तो त छ केटाहरू अट्टेरी भनेपछि नम्बर 1 फरेस्टको असाला काटेर यहाँ मलाई त पनि सेम काट न ए हो यहाँ पनि त्यस्तै छ ए होइन होइन यहाँ छैन यस्तो चाहिँ गाइस जङ्गल चाहिँ कुकुर पनि आइसक्यो हाम्रो पछि पछि मासु घन्टाले हो दिन काटै बिग्रियो एउटा रुख हेर्नु छ गाइस भएको होइन गाइस त्यसले चाहिँ टेकाउनु यस्तो तेर्सो बनाउनु चाहिँ सजिलो हुन्छ नि त हामीलाई त्यहाँ माथिबाट मासु हाल्यो टेकायो त्यहाँदेखिको चाहिँ मासु पकायो होइन त्यस्तो चाहिँ सजिलो हुन्छ हामीलाई त्यो भएर चाहिँ अब हामी दाजु अब कस्तो हुन्छ अब त्यहीँ गएर हेरौँ होइन गाइस मासु पाक्छ पाक्दैन काँचो खाने हो कि के हो भयो काट्यो देखिए गाइस हमारे नेपाली भन्नु गाइस ट्याङ्की आइपुग्यो त्यो गन्दा पायो भने भाग्छ नि कुकुरहरू भागोस् कोही बात नहीं आइज आइज भागोस् भागोस् अघिदेखि आयो अहिले भाग्नु यो पनि बोक्नु नि त डराउनु हुन्छ नि अब ठिक्कै उयो राख्ने जग्गा पिरा यी गाइस पिरा यी मुनिपट्टि टक्कै पिरा पायो बस्ने हो अब अगाडि रिल्स बनाएर फोटोसोटो खिचेर हो अब हामी निस्किसकेको छु निस्किसकेको छु 3 भाइ अस्तिसम्म कि भिडियो यत्रो दिन भिडियो नबनाउने कारण चाहिँ के थियो भन्दाखेरि हाम्रो तपाईँको म चाहिँ बिमार भएको थिएँ होइन गाइस हाम्रो ज्वरो सोरो त्यही मार्कीहरू लागेर 1-2 हप्ता चाहिँ थला परेको थियो घरमै होइन अनि त्यही भएर चाहिँ भिडियोहरू बनाउनु कन्टेन्टहरू पनि केही पाइनँ अनि सो आज बुबुले प्लान बनायो जो विवेक के त मासुहरू खानु माथि जङ्गलमा पोलेर उयो गरेर भिडियो पनि बनाउनुहुन्छ भ्लग पनि गर्नुहुन्छ भनेर होइन त म पनि उयो गरेँ ओके भनेर चाहिँ बुबुलाई भने अन्त अब चाहिँ हामी यहाँ मासु धुन आँटेको छु गाइस यो खोलामा चाहिँ एकदम यो सफा खोला हो गाइस यहीँको पानी खान्छ हामीले पनि होइन गाइस यही खोलाको मेरो मासु निकाल्दैछ ब्यागबाट अगाडिपट्टि छैन अलिक गाइस अब यहाँ मासु धोएर बुबुले मासु धुँदैछ मासु हालिसक्यो पानीमा मजाले पखाला बुबु लामो छ दाफे छ रिल्स मात्रै बन्द रहेछ दा फेरि यसको कहीँ त इन्जोय पनि गर्नु रिल्स मात्रै नबनाउनु नि होइन इन्जोय गर्छु नि केटा हो आज ल सरी एक रात रिल्स बनाइदिनुहोस् त्यसपछि तपाईँहरूसँग इन्जोय गर्छु एकछिन म भ्लग बनाउँदैछु यहाँ ए टोक्टाहरू झर्दैछ अब सेक्ता भुन्छ अहिले यहाँ खानु पाएन भने चाहिँ मजाले हामीले चाहिँ पानी मैला गरिदिइसक्यो गाइस उता हो उसको मान्छेहरूले खाने पानी है गाई मैला गरिदिइसक्यो 2 भाइले अनि त्यो अन्त मासुको पानी खान्छ नि त त्यही त सबै जङ्गलमा जोगाएर हुन्छ जङ्गलको मान्छेले कस्तो गर्छ होइन बर्खा भोलितिर आउँदाखेरि नि भोलितिर आएको अब 1 किलो
मासुले त्यो नकाटेको क्या को किन् तपाईँ किन्ने म किन्छु ए ल त्यसो भने चाहिँ आउँछ म त भोलि नै भाइ भोलि काममा भोलि ए भोलि भोलि म काममा जान्छु आइतबार पनि काममा जान्छु त्यो चाहिँ बनाइसकेँ हो उयो दाउरा साउरा उयो गरिसकेर चाहिँ बुबुले बनाइसक्यो एकदम कडा हुँदैन बुबु त्यसरी हुन्छ अट्टेरी त मान्नुपर्छ यसरी खान्छु अटेरी त अटेरी ए झरेको भइसक्यो झरिहाल्यो मात्रै हो यो खास बान्ने केही छैन बान्छ नि हो बान्दिन्छु नि म अहिले भएन भने काँचो दाउरा हो नि बाँसको बदली बाँस त बोल्छ त्यहाँ मुनिबाट कहिले कम्ती मात्रै आगो लगाउनु पर्छ नि उरुर लाग्यो त्यो गइहाल्छ चिकन चाहिँ कम्ती पाउनु पऱ्यो नि कोइला बन्नु पऱ्यो नि दाउरा खोज्यो अरे पन्ध्र त्यो ढुङ्गा मुनि जाने के अरे बाटो छैन दाउरा खोज्यो अरे रोनी यो ढुङ्गा मुनि जाने बाटो छैन है मोटो छ मैले चाहिँ यहाँ प्याजहरू काटिसकेँ है तपाईँको प्याजहरू काटेर चाहिँ अब यो चाहिँ यहाँ कुरकुरेहरू पकाउनु हाल्दै त्यहाँदेखिको मजाले खाइ हो यो मासु रेडी भइसक्यो हाम्रो उयसमा छ ताकमै छ मासु हो त अब चाहिँ यो मजाले फिटेर चाहिँ यसरी फिट्नुपर्छ आम्बो टेस्टी भयो त नि बुबु यो त गाइस अब एकछिन बाद मासु पाकेर एकदम उयो भइसकेर चाहिँ बनाउँछु यहाँनिर यो क्या बिचमा खप खप हेर्नुहोस् गाइस हेर्न त कस्तो अर्ग्यानिक छैन दामी पाक्यो हो मासु चाहिँ पाक्दैछ उसको डन्ठाको मजाको फ्लेममा पाक्दैछ आगो ए आगो भेट उयो मासु दाउरा हाल्नु त मजा दाउरा मजाले खोज्नुपर्छ नि केटाहरूले त्यो झन् काँचो भयो त रोशन दा झऱ्यो यहाँ राख त्यो पत्तामा चाहिँ पत्तामा राख नि त्यो चाहिँ यहाँ हो यहाँ ऊ अहिले चढाउनु ल गाइस स्टिङ खाँदैछ दाले हो यहाँ चाहिँ उसले चाहिँ आज डरलाग्दो खटे गाइस दाउरा दिनको लिएर यो बनाउनु दिनको लिएर खतरा गर्यो बुबुले आज यहीँ पाकिसकेको छ मासु त अब अलिअलि यिनीहरू कटमेरो भएमा चाहिँ पकाउनुपर्छ पत्तामा हालिसकेको छु है यसलाई छोपिदिउँ है छोपिदेऊ गरेर झरेको पनि रहेछ घोसो पऱ्यो अब हो हाम्रो डेस्टिनेसनमा मासु यहाँ छ मासु सासु धोएर अघि त्यो चाहिँ यस्तो छ है गाइस जग्गा चाहिँ एकदम स्याटिस हेभी छ जग्गाहरू यहाँ पर उयो गराउँदैछ दुम्सी त्यहाँदेखिको यहाँ तल अडिङ्गले छ चाहिँ त्यत्रो हिँडेर आयो गाइस हाम्रो बुबुले चाहिँ अब बनाउँदैछ कार्यक्रम स्टार्ट गर्दैछ हाम्रो बुबुले चाहिँ कार्यक्रम स्टार्ट गर्न थाल्यो लु चिप्सहरू खाइदिउँ होइन एक दुईवटा भोकसोक लाग्यो यस्तो भएन मासु पाकिसकेको छ अलिकति खाइसक्यो हामीले हो यहाँ बुबु भिडियो बनाउनु बेसी खाँदा खाँदै हो बहुत अच्छा भन्दा अन्त लु अब चाहिँ खानु स्टार्ट गर्छु गाइस हो अब एकछिन खाइसकेर भिडियो बनाउँछु के भयो त आइसक्यो मिसिसक्यो ए बुबु अगाडि ओके हामी खाइसक्यो खाइसक्यो सबै अगाइल पनि अब केटाहरू निस्क्यो अब चाहिँ टक्कै के गर्छु यहाँ
यहाँ दुख्यो त हौ चबा नि यहाँ दुखिसक्यो गाइस मासु चबाको ठेट आया निस्क्यो अब यहाँ अगाडि रिल्स बनाउँछ अरे दाले हो रिल्स बनाएर चाहिँ घरतर्फ राख्ने हो गाइस ल गाइस आजको भ्लग कस्तो लाग्यो लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् च्यानल हो धेरै अन्तरालमा भिडियो बनायो आज है आजको दिनमा ल गाइस स्टे ट्युन यस्तो भ्लग नयाँ भ्लगहरू लिएर आउँछु गाइस ल बाई गाइस